ओके सबैलाई नमस्ते। अहिले हाम्रो विजयनगर एरिया जिल्ला प्रकाल जीवनका अगाडि हाम्रो चाड प्लस भनिन्छ। तपाईँले समोसा देख्नुहुन्छ, टिका खाना आउनुहुन्छ, विद्यार्थी आउनुहुन्छ, सबै आउनुहुन्छ। हाम्रो ताजा अहिले बिरयानी नयाँ बनाएको छ है। यो बिरयानीको चाहिँ यति सस्तोमा पाइएको चाहिँ काठमाडौँ यति महँगो छ। अब यसरी तपाईँले चाहिँ पानीपुरी पनि खान सक्नुहुन्छ होइन। बस्नुको उपाय त भित्र पनि छ होइन। म भिडियो देखाउँछु तपाईँले जेरी सेरी समोसा पुरीसरी खाने यो ठिक छ। अब यो चाहिँ हाम्रो चाड तातो हुन्छ है, बासी कहिले हुँदैन। तर फालिदिन्छौँ तेलमा तताएर दिने हो देखि। अब गाइज म के भन्छु भने तपाईँलाई हाम्रो उहाँ साउजीसँग कुरा गर्छु, उहाँलाई कतिको उपयुक्त छ म सोध्छु अनि उहाँले के भन्नुहुन्छ। तपाईँ चाहिँ जुम्लामा आएको कति भयो? भइगयो 10 वर्ष। 10 वर्ष। 10 वर्ष घर तपाईँलाई यहाँ कस्तो महसुस भयो? राम्रो लाग्यो कि नै ठिकै छ सर। ठिकै लाग्यो? अप्ठ्यारो केही त्यस्तो केही छ? नै के अप्ठ्यारो छैन। व्यापारमा घाटा साटा कस्तो व्यापार? नै मेहनत गर्छु, राम्रो बनाउँछु, मलाई फाइदा हुन्छ सर। तपाईँको यहाँ स्पेसल पाक्ने चिज के भनिदिनु त? मेरो यहाँ चाट पनि छ, पानीपुरी छ, अन्डा छ, आलु चोप छ, समोसा, छोला छ, पकौडा छ, बिरयानी अहिले बिरयानी पनि छ, जिरी छ, चाउमिन छ। यति सामान मेरो यहाँ छ। चाटो टाटो हामी बनाएर दिन्छु सर। बासी दिनुहुन्न नि त? नै बासी दिन्न सर। ओके यति मिठो दिन्छु सर। यस्तो हेर्नुहोस् त प्रक्रिया सबै छ। तपाईँलाई बस्ने ठाउँ पनि छ। बिरयानी एकदम यहाँको स्पेसल हो, मैले खाएको छु। ओहो बिरयानी दामी छ, दामी लाग्यो। कस्तो लाग्यो यहाँको भन्नु त? थ्याङ्क यू। यो म युट्युबर हो सकियो भोलि ल। धन्यवाद। के भनिदिनु छ? डी टाइगर युट्युबर सर्च गर अनि लाइक स्पेस अनि फेसबुक लाइकमा गरिदिने। यो म अहिले गएर डाउनलोड गरिहाल्छु ल। थ्याङ्क यू, धन्यवाद। कति भयो हाम्रो? साउजीले हिसाब गर्दैछन्, अब म साउनीसँग सोध्छु। उहाँको उहाँ श्रीमती हुनुहुन्छ। उहाँ डराउनु भयो है यो त्यो युट्युब भएर, त्यो डराउनै पर्दैन, यो त आउने हो। अब हिसाब किताब गर्नलाई बिजुको नमस्ते गर्ने त्यो गर्ने केही फरक पर्दैन। हाम्रो उहाँ चाहिँ उहाँको श्रीमती हुनुहुन्छ अनि एउटा गोले छ, अहिले गोले स्कुलबाट आउने आइसक्यो कता कता भेट्यो होइन। उसले पनि काम गर्छ अनि मेरो घर नजिकै छ। मेरो घरको वल्लो वल्लो पडोसी हो। हामी मायापेरीमा आउँछौँ। मैले 15-16 दिनको लागि छुट्टीमा आएको। यहाँ पाक्ने अर्ग्यानिक भनेको तपाईँलाई सबै चिज पाइन्छ यहाँ। तलबाट हेर्नुहोस् पकौडी समोसा चप भन्छ, यसलाई के भन्छ थाहा छैन। यो स्पेसल नै बच्चाले खाने यो। त्यसपछि गएर यहाँ तेलमा तारेको हुन्छ। यो चाहिँ हाम्रो चाहिँ बिरयानी राख्ने भाँडा सकिएछ अहिले। बहिनीले पनि भन्नुभएको छ, भिडियो हेर्नु होला, लाइक सब्सक्राइब गरिदिनु होला। अनि यो चाहिँ हाम्रो पानीपुरी ताजा छैन यहाँ प्लास्टिकमा होइन। अनि यहाँ झोल छ, केही छैन। बस्ने ठाउँ चाहिँ हाम्रो एकदम राम्रो भित्र छ है, सबै उपयुक्त छ। तपाईँलाई लाइटदेखि लिएर सबै लिएर ठ्याक्कै लोकेसन हाम्रो जिल्ला प्रहरी कार्यालय जिपर्काको ठ्याक्कै अदालत जाने बाटो कुनामा पर्छ। पुस्तकालयको अगाडिमा हाम्रो छ। तपाईँको नाम भनिदिनु त? मेराज अली, तमन्ना होटल। गुड। ठ्याक्कै उताबाट हामी तल स्कुलबाट छुट्न बित्तिकै आउँदा ठ्याक्क देखिन्छ, सिसा छ बाहिर होइन। बोर्ड पनि हेर्न सक्नुहुन्छ। यहाँ खाने मान्छे आउँछ। म भोलि पनि गर्छु। अहिलेलाई यति मात्रै ल। म अब युट्युबमा हाल्छु। युट्युब च्यानल डी टाइगरमा सब्सक्राइब गरिदिने, फेसबुकमा हाल्छु। र यो मान्छेलाई चिन्नु होला, उहाँको साउजी हो होइन। राम्रो मिठो खुवाउनुहुन्छ। अनि तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला होइन। अघि मैले एउटा भिडियो हालेँ, अब तपाईँले यो भिडियो पनि गरिदिनु होला। किनभने जुम्लामा खाजा गर्दा यस्तो बाहिरबाट आएको, यति दुःख गरेर बाहिरबाट आएको छ। यहाँको लोकल मान्छेले गर्दैन। त्यही भएर म भैयालाई सोधेर भिडियो गर्छु। भिडियो हाल्न मिल्छ नि त? अप्ठ्यारो त लाग्दैन? फेरि युट्युबमा त सबै नेपाल विश्वभरि हेर्छ नि फेरि। ल ठिक छैन हो। ओके नमस्ते गरिदिनु। नमस्ते सर। ल धन्यवाद, थ्याङ्क यू।